हेलो गाइज, हामी चाहिँ यति बेला रुमबाट निस्किसकेका छौँ होइन। ट्याक्सी बुकिङ गरेर निस्केका छौँ। केटी पनि राम्रोसँग पनि पाएको छैन, पानी भएर अलिक राम्रो हुँदैन केटीको, त्यही भएर मात्रै छ होइन। त्यसबाट चाहिँ हामीले ट्याक्सी बुकिङ गरेर साथीकोमा जाँदैछौँ। को साथी भन्ने कुरा अहिले देखाउने छ भिडियोमा हाम्रो। अहिले पहिला भन्दा अहिले ठिक छ। आज बर्थडे र अहिले सेवन पल्लाको जान लाग्यो। राम्रो सेस होइन, लगभग 15 मिनट पनि अब 15-16 मिनटमै एउटा साथी उहाँ छ, मस्त गफ हान्दा अगाडिको सिन पनि देखाउँछ तपाईँको। नबोल्ने मान्छे अब किन बोल्नु मैले बोलेर मिक्स अगाडि बढ्छ होइन। तपाईँले हेर्न सक्नुहुन्छ त जस्तै कुरा गर्छ नि पहिला किनेमासँग मैले गरिनँ भन्नु 7:30 भइसकेको छ। 7:30 भइसक्यो। मजाले घाम लागिरहेको छ। त्यतिखेरको स्कुलकै लागि राम्रो हुन्थ्यो अहिले बोल्दैन यार मसँग भन्दै मसँग त बोल्छ भनेको म्यासेज गर्दैन होइन त म्यासेज गर्दैन गरौँ भने बोलौँ ल अब। ल है साथीहरू, यसरी देख्न सक्नुहुन्छ हजुरहरूले। यति बेला म चाहिँ रोमानियाको कुस्तान्ता सिटीबाट हजुरहरू माझ उपस्थित भइसकेको छु यो भिडियो लिएर, तपाईँहरूले देख्न सक्नुहुन्छ। यति बेला म कहाँ जाँदैछु भनेपछि कुस्तान्ता सिटी जाँदैछु। म बस्ने ठाउँ चाहिँ ओभिड्यू भन्छ के अरे। ओभिड्यूबाट चाहिँ उता कुस्तान्ता जाँदैछु। त्यहाँ रमेश दाईहरू पनि हुनुहुन्छ। त्यहाँ अनि कुस्तान्ताकै लोनभोडा भन्ने ठाउँमा चाहिँ लोनभोडा भन्ने छुट्टै हो र कुस्तान्ता छुट्टै हो। जाँदैछु कुस्तान्तामा रमेश दाईहरू हुनुहुन्छ। त्यहाँबाट लोनभोडामा चाहिँ हाम्रो विदुर दाईहरू हुनुहुन्छ। तपाईँहरूले देखाउने छु अहिले। मेरो नेपालबाट अलिकति सामान पनि आएको थियो र त्यही सामान रिसिभ गर्न जानुपर्ने थियो। त्यही भएर हामीले ट्याक्सी बुकिङ गरेर जाँदैछौँ। करिब 8-9 महिनापछि भेट हुँदैछ दाजुभाइहरूसँग। त्यो कस्तो हुन्छ भेट अहिले त्यो पनि देखाउने नै छु तपाईँहरूलाई। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ कुस्तान्ता सिटीको रोड हो है। यस्तो बोबाल लेखिएको छ, तपाईँहरू देख्न सक्नुहुनेछ। हजुरहरूकै लागि भनेर मैले भिडियो लिएर आइसकेको छु। देख्न सक्नुहुन्छ है साथीहरू। जाँदैछौँ हामी। एकदम ठीक छ भाइ मेरो भाइ। ठिक छ नि होइन? ठीक छ नि यार, के छ फाइनली धेरै पछाडी भेट भयो विदुर दाईको रुम आइपुग्यो होइन। के भन्न चाहनुहुन्छ, रोमानियाको बसाइ कस्तो भयो? ए बिन्दास छ भाइ, आफूहरू फर्स्ट टाइम यार। म त 8-9 महिना भइसक्यो, आनन्द छ। के छ मेरो रुममा आउँदा के कस्तो लाग्यो यार आफूलाई? अब यस्तै छ यही होइन। हामी दुई भाइको भेट भइरहेछ। अब हाम्रो रमेश दाईसँग नि भेट हुन्छ। केटाहरू भित्र भेट्दैछ। भेट्दैछौ।